Hey guys, hello, नमस्ते एभ्रिवान। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। सो आजको भ्लग चाहिँ के अरे धेरै नै इन्ट्रेस्टिङ हुनेछ किनकि आज चाहिँ मेरो साथीको बिहे छ हैन। अनि म चाहिँ के अरे हिजो मेरो एक्जाम सक्ने बित्तिकै गाउँ आएँ हैन। सो उसको चाहिँ के अरे हल्दी सेरेमनी थियो कि हिजो, अनि उसको हल्दी सेरेमनी चाहिँ मैले जसरी नै एटेन्ड गर्नु नै थियो क्या। सो म चाहिँ हिजो एक्जाम सक्ने बित्तिकै गाउँ आएँ। हिजो राति कति हामी 12-1 बजीसम्म नाच्दै बस्यौँ होइन। म चाहिँ के अरे 12:30 चाहिँ फर्केँ होइन। केटाहरू चाहिँ 1 बजीसम्म नाच्दै बस्यो। म चाहिँ 12 बजी फर्केर सुतेको थिएँ। सो म चाहिँ अहिले के अरे मेरो साथीहरूसँग उता बारीतिर घुम्न जाँदैछु होइन। लाइक मिट माई फ्रेन्ड अर्जुन होइन। अघि चाहिँ के हामी बारीमा घुम्न आएको थिएँ यता खेतहरूतिर। सो यो चाहिँ अर्जुन उताको, अनि उताको मेरो चाहिँ भाइ। अहिले हामी त्यसै घुम्न आएको थियौँ बिहान। अनि अहिले चाहिँ के अरे जसको बिहे छ उसको घर हामी जाँदैछौँ भने चाहिँ यहाँ चाहिँ के अरे भोजब रेडी गर्दैछ मान्छेहरूलाई खुवाउनको लागि। अनि यहाँ चाहिँ खुवाउने चाहिँ यतातिर खुवाउँछ होला नि सायद, किनकि यता घाम छैन। अरू ठाउँमा चाहिँ यहाँ पुरै चारैतिर घाम छ क्या। सो यतापट्टि मेबी खुवाउँछ होला। सो हामी चाहिँ म र अर्जुन चाहिँ के अरे मेरो साथीहरूले बोलाउनु जानु लाग्यो। उनीहरू के राति 1 बजीतिर सुत्यो होला। अहिलेसम्म नि सुतेछ कि तिनीहरू कति 8:30 भइसक्यो, त्यही नि सुतिरहेको छ। भन्नु गएको मुला चाहिँ घरमा रहेनछ, खोइ घर छोडेर कता भाग्यो मुला। म र अर्जुन बजार जाँदैछु। म चाहिँ के अरे गाडीमा पेट्रोल हाल्छु, अनि यो गाडी नि के अरे वास गराउँछु होला सायद, टाइम भयो भने। अर्जुनले चाहिँ के अरे कपाल काट्छ आफ्नो, उसको कपाल मिलेको छैन। बजार नगइकन फर्क्यौँ किनकि साथी चाहिँ के अरे बाटोमा नै भेट्यो होइन। अनि अर्जुनले नि भन्यो के अरे कपाल चाहिँ पछि नै काट्छु भनेर, किनकि सुरुमा त्यो भोजको काम सक्ने र अनि त्यसपछि बल्ल हामी कपाल सपाल काट्ने अथवा रेडी हुने अरे। सो अहिले चाहिँ के अरे हामी यहाँ केटाहरू मिलेर त्यो मान्छेहरूलाई खुवाउँदैछौँ। यहाँ चाहिँ के अरे सेल्फ सर्भिस त्यस्तो के हुँदैन। हामी आफैले चाहिँ के अरे त्यो सर्भ गर्नुपर्छ मान्छेहरूलाई, किनकि एकर्डिङ टु हामी आफ्नो कल्चर अनुसार नै चल्नुपर्छ कि। यो चाहिँ पहिल्यैदेखि चल्दै आएको। सो मैले चाहिँ के अरे पकौडा बाँड्ने काम पाएको थिएँ। मैले चाहिँ के अरे यो राउन्डमा मेरो काम सकिसकेन। अब यसपछि मैले चाहिँ के अरे अघि पकौडा बाँड्ने काम पाएको थिएँ। अहिलेको लागि चाहिँ मेरो काम सकेको छैन। सो म अहिले फेरि यो बट्टाले फुल गर्छु पकौडा हालेर। अब चाहिँ अर्को लटमा फेरि चलाउनु पर्छ मैले पकौडा। अहिले चाहिँ आधी सकिसकेको रहेछ कि हामीले भोजको काम चाहिँ सकिसक्यो होइन। अब चाहिँ हाम्रो साथीहरू मिलेर खाएर अनि के अरे अघि 1 बजीतिर घर आएको थिएँ मेरो, किनकि घरमा चाहिँ काम थियो। अनि आमाले पनि कल गर्नु भएको थियो। सो मैले चाहिँ कामहरू सकिसकेँ। अब चाहिँ खाजासाजा खाएर अनि यहाँबाट निस्किन्छु। हुन त केटाहरूले नि कल गरेको छैन, अब एकछिनमा गर्छ होला सायद। अन्तखेरि म अहिले नुहाएर रेडी भइसकेँ। बट कपडा चाहिँ के लाउने भइरहेछ कि, लाइक त्यो फर्मल लाउने कि जिन्स र सर्ट लाउनु भइरहेछ क्या। सो हेरौँ कुनमा चाहिँ राम्रो देखिन्छ होइन। सो त्यो लगौँ। अहिले चाहिँ एकछिन पछि होइन। सो आमाले चाहिँ के अरे मासु र भुजा बनाउनु भएको थियो खाजामा। सो अहिले खाजा खाऊँ होइन। म चाहिँ के अरे खाजा खाएर रेडी हुँदै थिएँ होइन। अनि त्यसपछि के अरे जिन्स लगाएको टाक्नै छुट्यो। लाइक अब पनौती लाग्यो कि खोइ के भन्ने होइन। बट अब फेरि टेलरकोमा जानु पऱ्यो। अब यो बन्छ कि भन्दैन, बन्यो भने अब फर्मली लाउँछु लास्टमा। अब हेरौँ के हुन्छ होइन। सो लेट्स सी। सुरु सकेसम्म बनाउन ट्राई गरौँ। बन्यो भने ठिकै छ, किनकि मलाई हल्का सो टाक चाहिँ के अरे यहाँ बनेन गाउँमा। सो बजारमै जानुपर्छ। बजारमा के जानु भनेर अब पुरै कपै लिएर उतै जान्छु के अरे मामा घर। अनि त्यहाँ सिधै बजारमा बनाउने, बन्यो भने ठिकै छ, नत्र अब उतै के अरे फर्मल आएर चल्दिने हो। के भन्छ अब के अरे त्यो एउटा टाकले गर्दा मैले जुत्ता कपडा सबै बोकेर जानुपर्छ कि। अब अहिले म चाहिँ बजार पुगिसकेँ होइन। अब यहाँ एउटा पसल रहेछ, सोधौँ बनाउनुहुन्छ कि नै भनेर। सो यहाँ चाहिँ के अरे बनाइदिनु हुन्छ होइन।
यहाँ चाहिँ नभनेको भए भन्नु अब बजारमा अरू कति बनिन्थ्यो कि यो चाहिँ हल्का यहाँ त्यस्तै कामहरू गर्छ कि कोटहरूको अनि प्लस अरू अरू कामहरू जिन्ससँग रिलेटेड क्या सो फाइनली म चाहिँ के अरे मामा घर आइपुगेँ होइन अब चाँडो रेडी हुँ होइन केटाहरू चाहिँ के रेडी भएर गइसक्यो होइन म मात्रै बाँकी छु होइन त्यो 2-4वटा फुच्चे भाइहरू झन् लेट भयो मैले चाहिँ के अरे मेरो सर्ट मेरै घरमा छोडेर आएँ कि अब यो जिन्स लगाएर हेर्छु सर्ट ब्यागमा रहेनछ कि अनि फेरि अब घर जानु पऱ्यो फेरि 2 मिनट त्यसै खेर अब सो चाँडै जाउँ झन् भइरहेको छु लेट माथि झन् लेट के म चाहिँ के अरे घर जाँदै थिएँ अनि बाटोमा यो बाजे भेट्नु भयो कि अनि उहाँले लिफ्ट माग्नुभयो मैले दिदिएको उहाँले अब के अरे मलाई स्पिड कुदाउनै दिनु भइरहेको छैन क्या झन् अब लेट माथि झन् लेट भइरहेको छ क्या मलाई एउटा त त्यसै लेट भइरहेको थियो म पहिलेदेखि होइन अनि झन् प्लस अझै लेट भयो क्या के अरे बाबु स्पिड नकुदाउ मलाई डर लाग्छ भन्नु भइरहेको छ सो अब बिस्तारै गइरहेको छु चाहिँ अब लेट भयो भने अब केही छैन अब त्यति तपाईँ एडजस्ट गर्नै पर्छ भोलि चाहिँ म मेरो दाजुलाई इन्ट्रोड्युस गराउँछु उहाँ चाहिँ मेरो हजुरआमा हुनुहुन्छ केटाहरूले के अरे कल गरेको छैन सो म चाहिँ अहिले सर्ट लगाउँदिनँ होइन यी माथिको यो के अरे ट्याङ्क टप अनि तल जिन्स लगाउँदैछ अनि त्यसकै माथि अब सुज ल्याएर चलिदिन्छु अनि त्यहाँ के अरे पछाडि चाहिँ ब्याकग्राउन्डमा डिज चाहिँ बजिरहेको छ डिज चाहिँ के अरे दुइटा छैन जसले गर्दा मेरो त्यो भनौँ न मैले बोरिङ सुन्दैथिएँ कि म चाहिँ यहाँ हल्का साइडमा आएर भिडियो बनाउँदैछु उता गएर चाहिँ मेरो भोइस चाहिँ हराउँछ कि यहाँ चाहिँ के अरे यहाँ पूजा सक्यो अनि त्यसपछि अर्को मन्दिर बनाएको छ अनि त्यसपछि त्यहाँ पूजा सकेर फाइनली त्यसपछि घरमा पूजा गर्छ बल्ल यहाँबाट चाहिँ जन्ती निस्किन्छ अहिले चाहिँ हामीले के अरे जन्ती लिएर निस्किसकेको छौँ होइन अहिले केटाहरू यहाँ चाहिँ एकजना साथीले चाहिँ के अरे चाइनाभन्दा हल्का बडी नै खाइसकेर रहेछ होइन सो उसले चाहिँ हल्का यहाँबाट ट्रमा क्रिएट गर्दैछ हाम्रो लागि केटाहरूले जस बुझाउँदैछ अब हेरौँ के भन्छ होइन अब उसको टेस्ट नदेखाइकन राम्रो होइन ए आराम से चलिन्छ रहेछ साला अकेले सबके साथी हाला आजको भिडियो चाहिँ के म यही गर्छु होइन यहाँ चाहिँ के धेरै लफा भयो होइन प्लस पहिला अब भिडियो लाइक गर्ने यसमा हलै छैन क्या पुरै टमाटर छ कि पुरै त्यो ब्याकग्राउन्ड म्युजिक अनि के छ क्या